जेएनजी आन्दोलनका क्रममा साथीभाइहरूलाई पानी बाँड्नेदेखि आन्दोलन पछाडि जुन तत्कालीन सरकार हेलिकप्टर चढेर भागे पछाडि सेना प्रमुखसँग वार्ता गर्नेदेखि सुशीला कार्की प्रधानमन्त्री नियुक्तिसम्ममा ठुलो भूमिका खेल्ने सुदन गुरुङले राजसभाबाट गोर्खा क्षेत्र नम्बर 1 मा भारी मतका साथ विजयी गरेका छन् है। साथै उहाँले जुन यो जेएनजी आन्दोलन पछाडि पनि तत्कालीन गृहमन्त्री ओम प्रकाश आर्यलाई धेरै दबाब दिएर चाहिँ तत्कालीन सरकार प्रमुख प्रधानमन्त्री गृहमन्त्री लगायत को हुनुहुन्थ्यो यसमा इन्भल्भ जुन जेएनजी आन्दोलनको क्रममा उहाँहरूलाई कारबाही हुनु पर्यो भनेर धेरै प्रेसर दिनुभएको थियो। अब तत्काल सरकारले त कारबाही गर्न सकेन र अहिले अब जेएनजी आन्दोलनको जुन रिपोर्ट पनि छानबिन समितिले सरकारलाई बुझाइसकेको छ र अब नयाँ आउने सरकार लगभग 2/3 मतसहित रासपाकै सरकार छ। आशा छ रासपा सरकारले यो विषयमा गम्भीरतापूर्वक लिनेछ र शहीदको जुन बलिदानीलाई खेर जाने छैन भन्ने आशा छ है। तपाईहरुलाई के लाग्छ आफ्नो प्रतिक्रिया राख्नुहोला साथीहरु। र सुदन गुरुङले जसरी जुन प्रेसर दिएर यो सब गरेका थिए अब आफै नेतृत्वमा पुगेपछि कस्तो भूमिका खेल्नेछन् भन्ने देख्न बाँकी नै छ है। हेर्दै जाउँ कति गर्नु हुँदो रहेछ।